छोरी तिम्रो बाबा भएको भए तिमीले यसरी दुःख पाउँदैन थियौ। आमा बुवा नभएर के भयो त? तपाईँ त हुनुहुन्छ नि। छोरी मेरो स्वास्थ्य दिनदिनै बिग्रिरहेछ। तिमी काठमाडौँ गएर दाइसँग बस। ल ल म गएको। ए आउनुभयो? यिनी पनि आएको? अब यिनी हामीसँगै बस्ने हो? बहिनी हो अनि बहिनी हामीसँग बस्छ कहाँ बस्छ त? ल ल आउनुहोस्। अरे भगवान, बच्चा जस्तो हुनुभएको छ। तपाईँ बच्चा हो? बच्चासँग खेलेर बस्ने? खुर्कन उठेर किचन जानुहोस् त। किचन गएर काम गर्नुहोस्। हुँदै ए प्रेम, तिमी कति कामले आयो? ल बस। के छ हाल खबर? ठिक छ दाइ। कति कामले आयो ल भन। मलाई त त्यो माया भन्ने एकदम साह्रै मन पर्यो। माया? तँले कसरी मिलाउँछ टेन्डर मेन्टर मिलाइदिनु नि दाइ त? ए हो र? हजुर। ए साँच्ची त्यो माया मैले नदेखेको धेरै दिन भयो। कहाँ गएछ आजभोलि? त्यही त भनेको, कहाँ गयो कहाँ गयो। त्यही भएर पो त्यसलाई यसो मायालाई भेटाएर यसो मलाई यसो टेन्डर मेन्टर मिलाइदिनुहोस् न भने कि। असी पुगी बसी खाने बेला भइसक्यो, अझ पनि तिम्रो बच्चापन गएको छैन होइन त प्रेम? तपाईँले के म बुढो भएको जस्तो लाग्छ? म भर्खर लक्क जन 15-16 वर्षको उमेरको जस्तो भर्खर यसो जामेर छाटछेट मिलेको जस्तो लाग्छ के? मेरो दारी जुन फुलेर त यहाँ घुँडेसम्म पुगेर देख्नुभयो क्या तपाईँले? क्या ल्याङ गर्छ यार, तपाईँ पनि ल्याङका मन्दिरको मान्छे रहेछ यार। ए मलाई त जल्दै यसो 12 तातेर आउँछ यार। र ठिकै छ त, म बुझ्छु नि एकचोटि कि जाने हो चाहिँ यसो घुम्नलाई। ठिकै छ, जाउँ न कसो घुम्न यसो कतैतिर छ कि। ल त ल। कतै लाग्छ है। कहाँ फाल्नुभएको पानी? मलाई पनि तिर्खा लगाइरहेको थियो दाइ। हो र? अनि ल ल। ए तिमी कता हिँडेको? म त यही मस्तिर। त्यो माया कहाँ गएछ आजभोलि? ए माया उ त सहर गएको छ नि काठमाडौँ। ए त्यही भएर यतातिर कहीँ पनि देखिन्न। हजुर अस्ति नै गयो। ए उता गएको रहेछ र यता नदेखे। के गर्नु गएको? अब दाइसँग बस्ने थिएँ, त्यतै गएर पढ्छु भन्ने थियो। ए हो र? हजुर। कहिले आउँछ? अब खोइ त्यो त थाहा भएन, उतै बस्छु भन्ने थिएँ। हो र? हजुर। ए ल ल। ल त ल। माया चाहियो। इ माया। अनि माया माया भनेको थियो होइन? मायाले डाँडा काटेको, अब यी मायाको माया। ठिकै छ, माया भनेको छँदैछ नि, किन नभेट भेटिहाल्छ नि मायाले, कत्रो कुरो हो र। तर अहिले जाउँ न यसो भित्रतिर। जाने र? हजुर जाउँ। ल ल ल। ल जाउँ त जाउँ। हस्। बसाउँदै। ल ल। चिया खाने को भन्नु त? उता दुईजना खाने। ल के खाने भनेको? अब त्यही हो नि, अब मायाको टेन्सनमा त खर्लप्पै गएको। म त त्यो मायाको सुरुमा यसो त्यो हाम्रो ओरिजिनल ब्रान्ड कोदोको झोल हुन्छ त्यो स्याट एकचोटि नर्सिङ गरेर हान्नु पऱ्यो कि। ल ल म चाहिँ चिया पिउँछु, ए तिमी चाहिँ अब के मन लाग्छ? अनि यो टेन्सन अलिकति हल्का हुन्छ हल्के दाइ है कि? ल ल ल। ए साउनी एउटा कोदोको झोल ल्याइदिनुहोस्, एउटा मिठो खाएको। अनि चिया एउटा दामी पाराले एउटा बनाएर ल्याउनुहोस् हाम्रो दादाले यहाँ चट्ट लगाएर। चियामा चाहिँ चिनी कम। हो चिनी कम रे। भन प्रेम भाइ। हेर्नु नि दाइ,
यो माया भन्ने चिज के हो के यहाँ यसो देख्ने बित्तिकै भित्र त पलाउँदो रहेछ त्यो साला घाउ पनि होइन बाउ पनि होइन आमा पनि होइन बाउ र आमालाई नै छोडेर पलाउने माया चाहिँ कस्तो हो कि दाइ हो त्यही त है अचम्म छ त्यही भएर त्यो मायासँग यसो गरौँ कि भनेको कहीँबाट केही माखो मरेन त्यही भएर दाइसँग म त यसो सहयोग दिन लाग्दै जसरी हुन्छ त्यो माया भन्ने चाहिँ मलाई भेटाइदिनु पऱ्यो त्यो भने चाहिँ फेरि दाइले मबाट ठुलो सहयोग हुन्छ कि होइन मैले गरेर भनेर हुनेसम्म म सहयोग गरिदिउँला नि हजुर हुन्न हस् जे होस् अब कालोले भए पनि सेतोले भए पनि दुध त सेतै दिन्छ दिन्छ होइन त हजुर हो ल जसरी हुन्छ अब दुध चाहिँ खानु पर्यो होइन र परे त्यति काम म गरौँ ल हस् दाइ हस् है त हो दाइ हो गुड गरौँ दाइ ल फेरि म आफै पो गुड गर्छु हो ल तपाईँहरू आउँछ अलिक दिने ल ल धन्यवाद साउली नि चिया चाहिँ कस्तो खाइ हेरौँ न होइन ल चियासँग त चेस गर्न त्यति मिल्दैन मेरो त फेरि यो त्यत्तिकै स्वाटै खानु पर्यो त यो चाहिँ तल भुत्दै दिनुपर्छ तलतिर फेरि माथि देउताले देऊ र शुद्ध गरेर मात्रै यहाँ स्वाट देऊ चिया बब्बाल छ नि त हौ दाइ हो र ल ल कहिलेकाहीँ यो पनि सर्काइदिउँ भने कि हजुरले पनि मान्नुहुन्न यार होइन म त त्यो गर्दिनँ मलाई यो दुधको चिया भयो काफी मलाई चाहिँ त्यो मुख पोले गर्छ यो भएर स्वाटै जान्छ कि दाइ त्यही भएर ठिक छ नमायाले गर्दा स्वाटा गएको केले गर्दा गा हो है ल ल गाह्रो छ हेर प्रेम तिम्रो लागि मैले भनिसकेँ नि त होइन हजुर हजुर मैले सकेको ठाउँबाट गर्छु जसरी हुन्छ त्यो अब गर्ने काम गरौँला अब के भन्नु दाइ अब त्यही माया एउटा गरौँ भने माया पनि छैन कता चिप्लिहाल्छ त्यही मायाको टेन्सनले यो खाएको अलिकति रन पो गर्दछु होइन मायाको टेन्सनले यसरी खाएर आफ्नो शरीरमा अब झन् क्षति हुनसक्छ नि त यसलाई कन्ट्रोल गर्नु पऱ्यो प्रेम भाइ यसलाई मैले यसलाई पनि भने हो कि ए कन्ट्रोल गर भन्दा यही आफै आउँछ त अनि मैले कसरी कन्ट्रोल गर्ने यसलाई नआइज भन्ने नि किन आउँदैन त नआइज ल दाइले भनेको कुरो मान नआइज त नआइज। फेरि यो मुखले खानु खोज्छ कि अलिकति खान्छु ल के हो दाइ अहिले त यो म घुमेको छु कि पुरा अलिक घुम्ला जस्तो भइरहेछ दाइ कोदोको प्योर परे जस्तो छ नेपाली ब्रान्ड भनेर भन्थ्यो यो नेपाली ब्रान्डमा त दिमागमा हान गर्दो रहेछ यसले यो त बोबाल रहेछ यसले बोबाल मचाउने रहेछ हौ भन्नु नि दाइ तपाईँले यसो बिचरा मान्छे हेर्दाखेरि पाथी नै बजाउला जस्तो छ एक मानाले काण्ड पुऱ्याइदिए जस्तो छ प्रेम भाइलाई यो टेन्सन ल्याउ के दाइ एकदम टेन्सन भइरहेछ यो मायामा टेन्सन भएपछि यस्तो हुन्छ कि धेरै टेन्सन गर्नु हुँदैन मैले भने त मैले गर्नुपर्ने ठाउँमा संसारमा सबैभन्दा ठुलो माया नै रहेछ कि माया भन्दा ठुलो के त्यही भएर अजम्बरी माया भन्ने यही हो त अजम्बरीको माया यो चाहिँ साला अजम्बरीको बुट्टी रहेछ कि साला ल दाइ अब त्यो मायालाई भेटौँला आजलाई अलिक सबै लागेको जस्तो भयो है म चाहिँ जान्छु दाइ होइन अलिक टाढा पुग्नुपर्छ ए ल ल ल है ल दाइ म यो स्वान्टबार जान्छु ल ल ल ल ल राम्रोसँग जाऊ ल ल ल बिस्तारै ल सम्हालेर है सम्हालेर के हो यार म उठ्ने बित्तिकै के भुइँचा लागेर के भुइँ हल्ले यो हो भुइँ घुमिरहेछ त यार किन भुइँ हल्लिस ए भुइँ छ नहल्ली त तँ ल राम्रोसँग जाऊ राम्रोसँग है सम्हालेर 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 जाऊ साउनी कति भयो हाम्रो पैसा कति भयो हाम्रो ल यहीँ छ है हामी गयौँ प्रेम पनि छोरी कति मोबाइल खेलिरहेको यसो बाहिर जानु साथीभाइहरूसँग खेल्नु यसरी बसिरहेर त हुँदैन नि हुन्छ मम्मी तर मलाई अलिकति पैसा दिनु न ल ल अहिलेलाई जाऊ अहिले बाबा आइसिदिन्छु
बुढा बहिनी किन लिएर आएको तपाईँले यहाँ? मलाई एकदम टेन्सन भइसक्यो। बहिनीलाई गाउँ पठाइदिनु हुँदैन? तल मैले बहिनी यहाँ हुँदा तर के को टेन्सन के को टाउ टेन्सन भएर त भने नि गुरुकन बहिनीलाई गाउँ पठाइदिनु, अरू कुरा म केही पनि जान्दिनँ। किन पठाउनु भाइ गाउँ मेरो बहिनी यहाँ मसँग बस्दा के को तल टाउ के को आपत्ति भयो? भयो भयो, अरू कुरो म जान्दिनँ। खुरुक्कन बहिनी पठाउनु, अरू कुरो मलाई थाहा भएन है। मैले बढी जानिनँ अनि फेरि बरु सँगै चाहिँ बरु भोकेर लहर्नु भयो। कति सुतिरहेको महारानी जस्तो बिहान भइसक्यो थाहा छैन? मस्त सुतेर बसेछ, खुरुक्कन त्यहाँ भान्सामा गएर काम गर्ने। दुःख दिन मात्र जानेछ खाली। के चाहिँ गर्ने होला के? यो बुढो भन्नेले पनि कुन दिन दशा लाएर यसको बहिनी भनौतीलाई लिएर आएको रहेछ। के गर्ने होला यसलाई त? पक्न एक दिन जसरी पनि निकाल्छु यसलाई, तर कसरी निकाल्ने के? पक्क मैले जानेछु। त्यसको बहिनी पाल्ने ठेक्का मैले लिएको छु। जति बेला पनि रिस उठेर आउने नोकर जस्तो त्यसको बहिनी मैले पाल्नु पर्ने। कति नबुले चाहिँ गर्नुपर्ने केही होइन, मैले गर्नुपर्छ। यहाँ घरमा पनि मैले गर, यता पनि मैले गर। त्यसको बहिनी धरि मलाई ल्याएर थुपारिदिएर हुन्छ। उफ, हे भगवान्। बहिनी के छ सब ठिक त छ नि? यहाँ खुसी त छस् नि यहाँ बसेर? त्यस्तो केही अप्ठ्यारो छ भने मलाई भन्, खुसी भएर बस। त्यस्तो केही अप्ठ्यारो पऱ्यो भने कुरा सेयर गर। केही पऱ्यो भने भाउजूलाई पनि भन्, निर्धक्कसँग खुसी भएर बस। हेर हेर मोबाइल चलाउँदै बसे, जति बेला हेऱ्यो त्यति बेला मोबाइल चलाएर बसेछ। खालि मोबाइल चलाएर बसेछ, खुरुक्कन काम गर्न जानी। जतिखेर हेर त्यतिखेर मोबाइल चलाएर बसेछ। त्यहाँ दाइलाई कुरा गरेको थाहा पाइरहेको छु। एउटा कुरा छिस्रिक्क भयो भने नि अनि मैले जानेको छु। त्यसपछि खुरुक्कन काम गर्न जानी, जति बेला पनि मोबाइल मात्र चलाएर बसेछ। बहिनी के छ तेरो? अनि यहाँ हामीसँग बसेर खुसी त छस् नि? तपाईँ रमाइलो त भइरहेछ नि? अनि छोरी हजुर बाबा के छ? अनि फुपू आज आउनु भएको छ तर कस्तो भइरहेछ? मैले त पहिले भने नानीलाई केही भयो भने भन्नु भनेर, केही भन्ने होइन। खालि अन्न रौँदेर बनाएर बस्नुहुन्छ। सम्झाउनै सम्झाउनु बुढा। बरु बहिनी के भन्नुहोस् र भाउजूलाई? हेर्नु न हेर्नु, अझै पनि अन्न रौँदेर बनाएर बस्नु भएको छ उदो मुन्डो लाएर। यस्तो नि हुन्छ? जाउँ छोरी, हामी पिज्जा खानु। बहिनी किन केही बोलिदिनुहोस् भाउजूलाई? केही पऱ्यो कि मलाई भन्, त्यस्तो केही मनमा छ भने।
तँलाई यहाँ केही दुःख अप्ठ्यारो छ भने मसँग सेयर हो के हो म सम्हाल्छु। दाइ आउनु न बस्नु अनि के छ दाइ सब ठिक ठाक छ हाम्रो के छ के छ दाइ कताबाट यसो घुम्दै कताबाट आउनुभयो घुम्दै आएको चिया खानु भनेर आएको। ए अस्ति तपाईँको घरको बाटोमा आइरहेको थिएँ अनि तपाईँको बुढीले तपाईँको बहिनीलाई यसरी पिटिरहेको थियो। हो र दाइ बहिनी त धोइरहेको थियो। यस्तो गर्न त भएन नि भाइ। हो दाइ यो विषयमा त मलाई त्यति राम्रो थाहा भएन दाइ तपाईँले आफैले देख्नु भएको है मेरो आफ्नै आँखाले हेरेको हो। यस्तो कुरो अलि भएन भयो घरको कुरा घरमै मिलाउनु पर्छ। यो कुरो कतै बाहिरिन्छ भने चाहिँ नराम्रो हुनसक्छ कुरो बुझ्नु भएन कि तपाईँ समाजमा पर्ने मान्छे तपाईँ यो घरको कुरा तपाईँले मिलाउनु पर्यो। यो कुरो बाहिर गयो भने नराम्रो हुन्छ अहिले मलाई लाग्यो। म यो के सुन्दैछु तैँले मेरो बोललाई हेला गर्छस् रे हातपात गर्छस् रे हँ मैले यस्तो केही गरेकै छैन। तपाईँलाई कसले भने यस्तो कुरा? यसले भने भोलि हुन्छस् आफ्नो घरमा पाहुना बनेर बाँच्नुभन्दा ठुलो पीडा अरू केही हुँदैन। दाइ, तपाईँले मलाई धेरै माया गर्नुभयो, तर म तपाईँको परिवारको बोझ बन्न चाहन्छु। म गाउँ फर्किँदैछु। आमा एक्लै हुनुहुन्छ, मलाई खोज्न नआउनु होला। अनाथ हुनुभन्दा ठुलो अभिशाप कहिलेकाहीँ आफन्तको मायाबाट वञ्चित हुनु हो। बुवाको काँध नपाएको छोरीले संसारको भार सानै उमेरमा बोक्नु पर्दो रहेछ दाइ। के भयो छोरी? दिदीले घर छोडेर जानु भयो। चिन्ता नचिन्ता म खोज्छु है फोन गरेर म खोज्छु है होइन मोबाइल खेल्दै हुनुहुन्छ यति बेलासम्म। म झन् किचनको सबै धन्दा सकेर आइसकेपछि सुत्ने बेला भएन। अब सुत्ने तिमी त भर्खर आउँदैछौ है। म नि सबै काम भ्याएर आएको नि भर्खर। सामसुङ भ्यायो अनि बुढी
तिमीसँग मैले एउटा सल्लाह गर्न खोजेको थिएँ, एउटा पारिवारिक सल्लाह हो है। तिमीलाई मैले माया गरेर बिहे गरेको है। अब मेरो तिमीलाई थाहा छ मेरो गाउँमा बुढी रोगी आमा हुनुहुन्छ र बहिनी पनि छ। मेरो भविष्य पनि मेरो हातमा छ, मैले हेर्नुपर्छ। त्यही भएर यसमा तिमीले पनि उहाँहरूको सपोर्ट गर्नुपर्छ, उहाँको सुख दुःखमा ध्यान दिनुपर्छ, विचार गर्नुपर्छ है। कि मेरो अब तिम्रो लागि म छु, मेरो लागि तिमी छौ, तर मेरो आमा र बहिनीको लागि म नै हो, तिमी नै हो। त्यही भएर तिमीले चाहिँ मेरो बहिनी र आमालाई पनि आफ्नै आमा र बहिनी जस्तो सम्झेर ख्याल गर्नु, सुख दुःखमा साथ सपोर्ट गर्नु है। र मैले यही अपेक्षा तिमीबाट चाहिँ राखेको छु। भविष्यमा यसमा कुनै पनि गुनासो नहोस् है। हजुर केही चिन्ता गर्नै पर्दैन। हजुरको आमा पनि मेरो आमा, हजुरको बहिनी पनि मेरै बहिनी हो। हजुरको सबै दुःख सुख सबै मेरो पनि त हुने होइन र? हो, यही अपेक्षा तिमीबाट मैले राखेको थिएँ। यो के गर्नु लाग्नु भएको? यस्तो पागलबन्दी कुरा गरेर हुन्छ? के गर्छ त्यसले मलाई मर्न बाध्य बनाइस्। जिन्दगीसँग मरिस खाए मर्नु सिवाय कुनै विकल्प छैन। यस्तो पागलबन्दी नगर्नुहोस्। बरु हजुरलाई जे गर्न मन लाग्छ त्यही गर्नुहोस् के, म तपाईँलाई केही पनि भन्दिनँ। हजुरलाई मेरो माया त लागेन, कमसेकम छोरीको माया त लाग्नु पर्छ नि। बुवा गुमाउँदा म टुरी भएँ आमा, तर आफन्तको माया गुमाउँदा म भित्रैबाट मरेँ आमा। छोरी, संसारमा सबै ढोका बन्द भए पनि आमाको काख कहिल्यै बन्द हुँदैन छोरी। छोरी जाउँ भित्र। घरमा आएका दिदीबहिनी आफन्त वा अभिभावकविहीन बालबालिकालाई नोकर होइन, परिवारको सदस्यको रूपमा व्यवहार गरौँ। माया र सम्मानले जीवन बनाऊ, घृणाले जीवन बिगार्छ।